कहिल्यै नटेकिएको गोरेटोमा एकजना मान्छे हिँड्न थाल्छ। साथी छैन, सहयोग छैन, सरकार छैन, तर सपना छ। उसको सपना छ गाउँमा इन्टरनेट ल्याउने। उसको सपना छ आफ्नै देशमा आविष्कार गर्ने। अमेरिकाको सुविधालाई छाडेर पहाडको दुःख अँगाल्ने एक वैज्ञानिक। जहाँ सरकार पुग्न सकेन त्यहाँ ती वैज्ञानिक पुगे आशा बोकेर। सबैले भने जगत नै अन्धकार छ, दियोको उज्यालोले कति प्रकाश दिन्छ र। उहाँको सपना थियो दियोको सानो रोशनीबाट सूर्यको प्रकाश बनाउने। यो कथा हो एक शिक्षकको जो केवल पढाउँदैनन्, त्यसलाई नयाँ दिशामा लैजान खोज्छन्। यो कथा हो एक्लै हिँडेको बाटोले इतिहास बनाउने, जो औँलामा गर्न सक्ने नेपालकै वैज्ञानिक हो। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर हाम्रो डिजिटल परिवारमा जोडिनुहोस्। हामी तपाईँका लागि यस्तै मन छुने, आत्मा झस्काउने र सत्यको गहिराईबाट ल्याइएका सामग्रीहरू प्रस्तुत गर्दै आएका छौँ। तपाईँको एक सब्स्क्राइबले हाम्रो हौसला बढ्छ। सुनसान पहाडको काखमा एउटा सानो गाउँ थियो, नाङ्गी म्याग्दीको टाकुरामा बसेको। त्यहाँ न त बिजुली थियो, न त इन्टरनेट, न त राम्रो स्कुल, तर त्यहीँ जन्मे एकजना बालक जसको आँखा सपनाले भरिएको थियो। नाम थियो महावीर पुन। तर गाउँमा 5 कक्षापछि पढ्न सकिने स्कुल नै थिएन। महावीरले पढाइ रोक्नु पर्यो, तर सपना रोकिएन। एक दिन उहाँ चितवन झर्नुभयो अनि पछि अमेरिकाको नेब्रास्का विश्वविद्यालयमा पढ्न पुग्नुभयो। त्यहाँको जीवन सजिलो थियो, सुविधा, सम्मान, अवसर, तर उहाँको मन भने सधैँ नाङ्गीमै अड्किएको थियो। मेरो गाउँमा इन्टरनेट छैन, अस्पताल छैन, स्कुल छैन, म यहाँ के गर्दैछु? यही प्रश्नले उहाँलाई सधैँ झस्काउँथ्यो। र एक दिन उहाँले निर्णय गर्नुभयो, म फर्कन्छु। नेपाल फर्किएपछि उहाँले नाङ्गीमा स्कुल खोल्नुभयो, तर समस्या एउटै थियो, सञ्चारको अभाव। त्यसपछि सुरु भयो एक अद्भुत यात्रा, नेपाल वायरलेस परियोजना। पुराना कम्प्युटरहरू सङ्कलन गर्नुभयो, सोलर प्यानल लगाउनुभयो अनि गाउँ गाउँमा इन्टरनेट पुर्याउन थाल्नुभयो। पहाडका टाकुरामा एन्टिना राखेर सिग्नल ट्रान्समिटर जोडेर इन्टरनेट ल्याउनुभयो। जहाँ सरकार पुग्न सकेको थिएन त्यहाँ महावीर पुन पुग्नुभयो। तर उहाँको सपना इन्टरनेटमा मात्र सीमित थिएन। हाम्रो नेपाल, हामी नेपाली आफैले बनाउनु पर्छ, आफ्नो प्रविधि, आफ्नो समाधान। यही सोचले स्थापना भयो राष्ट्रिय आविष्कार केन्द्र। यहाँ युवाहरूले नयाँ नयाँ आविष्कार गर्छन्, कृषिमा, स्वास्थ्यमा, शिक्षा र प्रविधिमा। कोरोनाको समयमा बनाइएको स्वदेशी भेन्टिलेटर होस् वा इलेक्ट्रिक गाडी, सबै उहाँकै नेतृत्वमा सम्भव भयो। 2080 सालमा उहाँले राष्ट्रिय नवप्रवर्तन पार्टी स्थापना गर्नुभयो। उहाँको उद्देश्य थियो नीति निर्माणमा वैज्ञानिक सोच ल्याउने। नेपालमा राजनीति सजिलो थिएन, आलोचना भयो, अवरोधहरू आए, तर महावीर पुन पछि हटेनन्। उहाँ भन्नुहुन्छ, म राजनीतिज्ञ होइन, म समाधान खोज्ने मान्छे हुँ। महावीर पुनको कथा कुनै सुपर हिरोको होइन। उहाँ एक सामान्य नेपाली हुनुहुन्छ, तर असाधारण सोच भएको। उहाँले देखाएको बाटोले हजारौं युवालाई प्रेरणा दिएको छ। आज पनि उहाँ गाउँ गाउँ घुमिरहनु भएको छ, इन्टरनेट, शिक्षा, आविष्कार र आशा बोकेर। डाक्टर महावीर पुनका प्रमुख योजनाहरू: 1. नेपाल वायरलेस नेटवर्किङ परियोजना, जसमा दुर्गम गाउँहरूमा इन्टरनेट पुर्याउने अभियान। पुरानो कम्प्युटर, सोलर प्यानल र वायरलेस प्रविधिको प्रयोग गरी विद्यालय, स्वास्थ्य केन्द्र र समुदायलाई जोड्ने काम। यसले ग्रामीण शिक्षा, सञ्चार र सूचना पहुँचमा क्रान्ति ल्यायो। 2. राष्ट्रिय आविष्कार केन्द्रको स्थापना। 2012 मा स्थापना गरिएको केन्द्रले विज्ञान, प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्छ। युवालाई उद्यमशीलता र आविष्कारमा प्रेरित गर्दै निःशुल्क अध्ययन र प्रयोगशाला सुविधा उपलब्ध गराउँछ। 3.
स्वदेशी प्रविधिको विकास, कोभिड महामारीमा स्वदेशी भेन्टिलेटर निर्माण, कृषि उपकरण, ड्रोन, इलेक्ट्रोनिक गाडी, बायोमेडिकल उपकरणहरूमा अनुसन्धान, आयातमा निर्भरता घटाउने र स्थानीय समाधानको खोजीमा केन्द्रित। 4. शिक्षा र सामाजिक चेतनामा योगदान, नाङ्गी गाउँमा स्कुल स्थापना, प्रविधिको माध्यमबाट ग्रामीण शिक्षामा सुधार, युवालाई नवप्रवर्तन र देशप्रेममा प्रेरित गर्ने अभियान। 5. राजनीतिक नवप्रवर्तनको प्रयास, 2080 सालमा राष्ट्रिय नवप्रवर्तन पार्टी स्थापना, वैज्ञानिक सोच र समाधानमुखी नीति निर्माणको अभियान, राजनीतिमा पारदर्शिता र नवप्रवर्तन ल्याउने उद्देश्य। डाक्टर महावीर पुनसँग सम्बन्धित प्रमुख विवादहरू, उहाँले कहिले पनि अरूलाई खुसी पार्ने उद्देश्यले बोल्नु भएन। आफूले जुन रूपले चिनियो त्यही रूपले सिधा बोल्ने बानी भएको हुँदा उहाँले भन्नुभएका केही कुराहरू विवादमा आएका छन्। जस्तै 1. सर्को तानेको बेलामा नबोल्नु भन्ने टिप्पणी। 2082 साल कार्तिकमा शिक्षा मन्त्रीको रूपमा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसले उहाँले लेख्नुभयो, सर्को ताने पनि केही छैन, तर तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ। यो भनाइलाई काठमाडौँका मेयर बालेन शाहप्रति लक्षित कटाक्षको रूपमा लिइयो। समर्थकहरूले यसलाई स्पष्ट र साहसी भनाइ माने, आलोचकहरूले भने अहङ्कारपूर्ण र असहिष्णु व्यवहारको रूपमा व्याख्या गरे। 2. राजनीतिक प्रवेश र नवप्रवर्तन पार्टीको स्थापना। 2080 सालमा राष्ट्रिय नवप्रवर्तन पार्टी स्थापना गरेपछि उहाँको राजनीतिक सक्रियता विवादको विषय बन्यो। केहीले वैज्ञानिक र सामाजिक अभियन्ता भएर राजनीति गर्नु उपयुक्त नभएको तर्क गरे। अर्कोतर्फ समर्थकहरूले वैज्ञानिक सोचलाई नीति निर्माणमा ल्याउने प्रयासको रूपमा समर्थन गरे। 3. आन्दोलनमा नेताहरूको स्टनबाजीको आलोचना। विज्ञान प्रविधि मन्त्रालयलाई प्राथमिकता नदिएको भन्दै नेताहरूको आलोचना गर्नुभयो। उहाँले आन्दोलनमा नेताहरूले पब्लिक सेन्टिमेन्ट बटुल्ने र फोटो खिचाउने स्टनबाजी मात्र गरिएको आरोप लगाउनुभयो। यो विषयले केही नेताहरू र समर्थकहरूबीच असन्तुष्टि र बहस निम्ति आयो। महावीर पुनको विवादहरू उहाँको स्पष्ट विचार, साहसी अभिव्यक्ति र परिवर्तनको आग्रहसँग जोडिएका छन्। उहाँका आन्दोलनको कारणहरू: 1. अनुसन्धान र नवप्रवर्तनप्रति सरकारको व्यवस्था। महावीर पुनले सरकारलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा ठोस नीति बनाउन बारम्बार आग्रह गरेका थिए। उहाँको माग थियो, सङ्घीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको 1% रकम नवप्रवर्तन कोषमा छुट्याउनुपर्छ र त्यो रकम सार्वजनिक खरिद ऐनभन्दा छुट्टै प्रक्रियाबाट सहज रूपमा उपलब्ध गराउनुपर्छ। 2. यात्री इलेक्ट्रोनिक मोटरसाइकललाई अनुमति नदिएको विषयमा असन्तुष्टि। नेपालमै बनेको विद्युतीय मोटरसाइकल यात्रीलाई सरकारले अनुमति नदिएकोमा उहाँले गहिरो असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो, गण्डकी प्रदेश सरकारले मलाई र यात्री टिमलाई सङ्घीय सरकारले गरेको अपमानजनक व्यवहारले मलाई सिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ। 3. जनचेतना र युवालाई सक्रिय गराउने अभियान। उहाँले सामाजिक सञ्जाल मार्फत युवालाई आह्वान गर्नुभयो, अब युवाहरू उठौँ र आन्दोलनको तयारी गरौँ। महावीर पुनको आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि होइन, देशको नवप्रवर्तन र वैज्ञानिक सोचलाई प्राथमिकता दिन गरिएको थियो। बुबाको प्रेरणाले महावीर पुनलाई शिक्षा र देशसेवातर्फ प्रेरित गर्यो। आमा म्याग्दीको नाङ्गी गाउँमा घरधन्दामा सक्रिय भए पनि महावीर पुनको बाल्यकालमा उहाँले गाउँको कठिन जीवनमा साथ दिनुभएको थियो। उहाँले व्यक्तिगत जीवनलाई सादा र निजी राख्न रुचाउनुहुन्छ। उहाँका बुबाको गोर्खा सेवा, आमा बुबाको सङ्घर्ष र उहाँको व्यक्तिगत जीवनले उहाँलाई देश सेवा, नवप्रवर्तन र सामाजिक परिवर्तनतर्फ प्रेरित गरेको छ। महावीर पुन सादा जीवनशैली अपनाउने व्यक्ति हुन्। उहाँको ध्यान लुगा, शोभा वा ब्रान्डमा होइन, काम, नवप्रवर्तन र सेवामा केन्द्रित हुन्छ। उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, सायद 45 वर्षपछि मैले दसैँमा नयाँ कपडा पाएँ। उहाँले दसैँमा लगाएको सुट
आफ्नो जीवनको दोस्रो नयाँ सुट भएको बताउनु भएको छ। नयाँ कपडा लगाउँदा पनि उहाँले 6 वर्ष पुरानो जुत्ता लगाएको उल्लेख गर्नुभएको छ। यसले देखाउँछ कि उहाँ सजावटभन्दा कामलाई प्राथमिकता दिनुहुन्छ। धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर कचकच गरेको भन्दै उहाँले नयाँ कपडा लगाएको फोटो पोस्ट गर्नुभयो र उक्त पोस्टमा उहाँले लेख्नुभएको छ, अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्। महावीर पुनको कपडा सम्बन्धी सोच सामाजिक सन्देश हो, सजिलो जीवन, गहिरो सोच। उहाँका लागि लुगा केवल शरीर ढाक्ने मात्र हो, व्यक्तित्व त कामले देखिन्छ। डाक्टर महावीर पुनको नेतृत्वमा आविष्कृत महत्त्वपूर्ण वस्तुहरू: 1. स्वदेशी भेन्टिलेटर। आयातमा निर्भरता घटाउने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रमा विकास गरी परीक्षण सफल भए पनि सरकारी अनुमति प्रक्रिया ढिलो भएको कारण व्यावसायिक प्रयोगमा चुनौती रहेको। 2. इलेक्ट्रिक गाडी। नेपालमै डिजाइन गरिएको सानो आकारको विद्युतीय गाडी, वातावरण मैत्री र इन्धनमा निर्भरता घटाउने उद्देश्य। यात्री मोटरसाइकल परियोजनासँग पनि सम्बन्धित, जसमा सरकारी अनुमति नपाउँदा आलोचना भएको थियो। 3. कृषि उपकरणहरू। ग्रामीण विकासका लागि सस्तो, सरल र उपयोगी उपकरणहरू निर्माण। मल सर्ने, बिउ रोप्ने, धार काट्ने जस्ता कार्यमा सहयोगी यन्त्रहरू। वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने योजना। 4. ग्रामीण इन्टरनेट प्रणाली। नेपालमा नेपाल वायरलेस नेटवर्किङ परियोजना मार्फत दुर्गम गाउँहरूमा इन्टरनेट पुर्याउने। सोलर पावर, पुराना कम्प्युटर र वायरलेस प्रविधिको प्रयोग। शिक्षा, स्वास्थ्य र सञ्चारमा क्रान्ति ल्याउने प्रयास। 5. अनुसन्धान र नवप्रवर्तनको प्लेटफर्म। राष्ट्रिय आविष्कार केन्द्रमा युवाहरूले विभिन्न क्षेत्रमा समाधानमूलक यन्त्रहरू बनाउने वातावरण। बायोमेडिकल उपकरण, ड्रोन, जल व्यवस्थापन प्रणाली र ऊर्जा समाधानहरूमा अनुसन्धान। महावीर पुनको आविष्कारहरू केवल वस्तु निर्माणमा सीमित छैन। उहाँले नवप्रवर्तनको संस्कार, सोच र संरचना निर्माण गरेका छन्। यदि तपाईँलाई माथिको जानकारी मन पर्यो भने कृपया तल कमेन्ट गरेर आफ्नो विचार साझा गर्नुहोस्। तपाईँले अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गरी भिडियोलाई लाइक गरिदिनुहोस्। तपाईँको एक क्लिकले हाम्रो हौसला दोब्बर हुन्छ। जय नेपाल।